तपाईं नेपालमै बसेर युट्युब फ्रिल्यान्सिङ अनलाइन जब वा अनलाइन बिजनेसबाट पैसा कमाउनुहुन्छ अनि अर्को देशले भन्छ मेरो देशमा आउनुहोस् यहाँ काम गर्नुहोस् यहाँ तपाईले ट्याक्स पनि दिनु पर्दैन अथवा कम ट्याक्स दिनुपर्छ हामी बस्ने अनुमति दिन्छौँ यसलाई नै हामीले डिजिटल नोम्याड भिजा भनेर बुझ्छौँ आजको यस भिडियोमा हामीले डिजिटल नोम्याड भिजा भनेको के हो यो कुन देशले अहिले दिइरहेका छन् यसले कसरी काम गर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा नेपालले डिजिटल नोम्याड भिजा दियो भने नेपाललाई के फाइदा र बेफाइदा हुन्छ भनेर हेर्छौँ डिजिटल नोम्याड भिजा भन्न साथ मैले अहिले गएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँका क्षेत्र नम्बर 5 का सस्मित पोखरेल ब्रदरले एकदमै राम्रो खालले चाहिँ उहाँले फर्स्ट एजेन्डा नै यसैलाई राख्नु भएको देखेर मलाई चाहिँ एकदम खुसी लागेको थियो त्यसपश्चात मैले डिजिटल नोम्याड भिजाको विषयमा चाहिँ तपाईलाई पनि बुझाउनु पर्छ जस्तो लागेर यो भिडियो बनाउँदैछु डिजिटल नोम्याड भिजा भनेको यस्तो प्रकारको भिजा हो जसले अनलाइनमा बसेर काम गर्ने मानिसलाई अर्को देशमा बसेर रिमोटली काम गर्ने अनुमति प्रदान गर्छ फर एक्जाम्पल मैले दुबईको कम्पनीमा आईटी सर्भिस प्रोभाइड गर्छु म नेपालबाट काम गरिरहेको छु अहिले त म मेरै देशमा बसेर काम गरिरहेको छु तर मलाई चाहिँ थाइल्यान्डले के अफर गर्छ भन्दा तैँले दुबईको कम्पनीको काम गरिरहेछस् आइज मेरै देशमा आइज यहीँ बसेर काम गर यहीँको रिसोर्सेसहरू युज गर तर काम चाहिँ बाहिरको गर पैसा चाहिँ मेरै देशमा रिसिभ गर भनेर भन्छ अर्को उदाहरण के हो भन्दाखेरि एउटा अमेरिकन नागरिक युरोपियन कम्पनीमा काम गर्छ अथवा अमेरिकाको कम्पनीमा काम गर्छ तर नेपालको लेक साइडमा आएर उसले काम गर्छ यहीँ बसेर काम गर्छ उसको स्यालेरी यहीँ बुझ्छ यहीँको रिसोर्सेसहरू युज गर्छ यहीँको होटलमा बस्छ यहीँको अपार्टमेन्टमा बस्छ यहीँको इन्टरनेट युज गर्छ सबै चिजहरू यहीँको युज गर्छ भनेर बुझौँ सरल भाषामा बुझ्नु पर्दाखेरि तपाईँको कम्पनी वा इन्कम आउने विदेशबाट आउँछ तर तपाईँ बस्ने देश फरक हुन्छ कसको लागि यो डिजिटल नोम्याड भिजा चाहिँ सुइटेबल हुन्छ त भन्दाखेरि फ्रिल्यान्सरहरू जसले फ्रिल्यान्सिङ बेसिसमा काम गर्छन् युट्युबर्सहरू भनौँ डिजिटल क्रिएटर्स भनौँ अहिलेको अवस्थामा सफ्टवेयर डेभलपरहरू अनि रिमोट इम्प्लोइजहरू र अनलाइन अन्टरप्रेनरहरू जसले अनलाइन बेस बिजनेस गरेका छन् उनीहरूको लागि चाहिँ भयो फिजिकल अन साइट गर्नुपर्ने कामहरूको लागि चाहिँ डिजिटल नोम्याड भिजा चाहिँ भएन किन देशहरूले चाहिँ डिजिटल नोम्याड भिजा दिन थाले त नि भनेर हेरौँ त्यसपछि हामीले डिजिटल नोम्याड भिजा दिने देशहरूको बारेमा पनि कुरा गर्छौँ सुरुमा चाहिँ यो भनेको अर्थतन्त्रको कारणले हो डिजिटल नोम्याड भिजाले के गर्छ त भन्दाखेरि स्थानीयहरूको रोजगारी खोज्दैन जस्तै अमेरिकी मान्छे आएर लेक्चरमा बसेर काम गर्दैमा त हाम्रो यहाँको लोकल रोजगारी त खोज्नु भएन विदेशबाट पैसा ल्याउँछ अमेरिकनले यहाँ आएर काम गर्दै भने उसले पैसा ल्याउनु भयो होटल खाना ट्राभलहरू नेपालको रिसोर्सेस युज गर्ने भयो यहाँको मान्छेहरूले पैसा कमाउनु भए लेक्साइडको होटलहरू चल्ने भयो काम त विदेशकै गर्छन् तर खर्च चाहिँ हाम्रो देशमा गर्ने भएको हिसाबले डिजिटल नोम्याड भिजा चाहिँ राम्रो हुन्छ भनेर धेरै देशहरूले अहिले यसलाई ल्याएका छन् डिजिटल नोम्याड भिजाले चाहिँ देशको टुरिज्म र इकोनोमी दुईटै बढाउन चाहिँ हेल्प गर्छ भनेर हामी बुझ्न सक्छौँ आजको दिन 2026 मा डिजिटल नोम्याड भिजा दिने केही देशहरू छन् जसलाई फोर्ब्सले पब्लिस गरेको छ यो देशहरूको लिस्ट फर्स्टमा आउँछ पोर्चुगलले डिजिटल नोम्याड भिजा दिन्छ इस्टोनियाले दिन्छ ग्रिसले दिन्छ माल्टाले दिन्छ स्लोभेनियाले दिन्छ थाइल्यान्डले दिन्छ जापानले दिन्छ अस्ट्रियाले दिन्छ स्विजरल्यान्डले दिन्छ र एन्डोराले दिन्छ यी देशहरूमा चाहिँ रिमोट वर्करहरूलाई 6 महिना 1 वर्ष 2 वर्षसम्म चाहिँ बस्ने अनुमति दिन्छन् त्यही खालको भिजा यिनीहरूले ल्याएका छन् डिजिटल नोम्याड भिजा लिन चाहिँ के चाहिन्छ त भन्दाखेरि देशहरूले चाहिँ आफ्नो हिसाबको क्राइटेरिया सेट गरेका छन् जस्तै म नेपालबाट पोर्चुगल जाँदाखेरि त सजिलै त म जान सक्दिनँ म युट्युबमा $200-300 कमाउँदै म त पोर्चुगलले मलाई भिजा दिँदैन त्यसको लागि चाहिँ मैले के प्रुभ गर्नुपर्छ भन्दाखेरि रिमोटली जब गर्छु अथवा मेरो फ्रिल्यान्सिङ गर्छु भनेर प्रुभ गर्नु पर्यो अनि मिनिमम इन्कम चाहिँ मैले एस्योरेन्स गर्नुपर्छ लाइक त्यहाँ चाहिँ मिनिमम इन्कम $2,000 $4,000 भनेको नेपाली 4-5 लाख रुपियाँ चाहिँ मिनिमम कमाउनु पर्यो हेल्थ इन्सुरेन्स गरेको हुनु पर्यो भ्यालिड पासपोर्ट हुनु पर्यो र पुलिस क्लियरेन्स सर्टिफिकेट हुनु पर्यो त्यो भयो भने चाहिँ हामीले डिजिटल नोम्याड भिजाको लागि अनलाइन फर्म भर्न सक्छौँ अप्लाई गर्न सक्छौँ देश अनुसार चाहिँ फरक हुन्छ डिजिटल नोम्याड भिजा कसले लिने त भन्ने कुरा आउँछ फ्रिल्यान्सर हो भने त उसले लिन सक्नुभयो युट्युबर डिजिटल क्रिएटरहरू रिमोट जबहरू अनलाइन बिजनेस गर्नेहरू एआई अथवा टेक रिलेटेड काम गर्नेहरूले पनि सक्नुहुन्छ एआई भन्न साथ मैले के बुझेँ आर्टिफिसियल इन्टेलिजेन्ससँग रिलेटेड ट्रेनिङ मैले गराउँछु हाम्रो 7 दिने ट्रेनिङ एकदमै धेरैजना साथीहरूले मन पराइरहनु भएको छ आर्टिफिसियल इन्टेलिजेन्स सिकिसकेपछि तपाईँले फ्रिल्यान्सर बन्न पनि काम लाग्छ तपाईँ युट्युबर बन्न पनि काम लाग्छ तपाईँ डिजिटल क्रिएटर बन्न पनि काम लाग्छ तपाईँले आफ्नो अनलाइन बिजनेस सेटअप गर्न पनि काम लाग्छ तपाईँले टेक रिलेटेड बिजनेसमा जान पनि काम लाग्छ अफलाइन भएको बिजनेसलाई अनलाइनमा आउनु पनि काम लाग्छ धेरै चिजमा काम लाग्छ कन्टेन्ट क्रिएसनदेखि लिएर जतासुकै आर्टिफिसियल इन्टेलिजेन्स 2000 सालमा इन्टरनेट आउँदाखेरि जति महत्त्वपूर्ण थियो अहिलेको टाइममा त्यो नै छ तपाईँले हाम्रो 7 डेजको एआई ट्रेनिङ दिन चाहनुहुन्छ भने चाहिँ WhatsAppमा मेसेज गर्नुहोस् लिनुहोस् भने मैले रिकमेन्ड गर्छु यही बिचमा त्यसपछि डिजिटल नोम्याड भिजा चाहिँ तपाईँको लागि पर्फेक्ट हुन पनि सक्छ नहुन पनि सक्छ हैन अब कुरा गरौँ नेपालको लागि चाहिँ डिजिटल नोम्याड भिजा महत्त्वपूर्ण छ कि छैन नेपालले त ओभियसली ल्याउनेवाला छ हैन राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतको सरकार बन्दैछ त्यसपछि यसले ल्याउँदैछ डिजिटल नोम्याड भिजा चाहिँ 6 महिना 1 वर्षमा नेपालमा आउँछ जस्तै गर्दाखेरि रिमोट वर्करहरूलाई चाहिँ नेपालमा आऊ बस भनेर आकर्षित गर्नको लागि चाहिँ एकदमै हेल्प हुन्छ विदेशी फ्रिल्यान्सरहरू डेभलपरहरू युट्युबर अन्टरप्रेनरहरू नेपालमा आउनेछन् लेक साइड टर्मिनल जस्तो ठाउँमा बसेर उनीहरूले चाहिँ चितवन बन्दीपुर यस्तो रिमोट एरियामा बसेर चाहिँ मजासँग उनीहरूले काम गर्छन् फाइदाको कुरा गर्नुहुन्छ भने डिजिटल नोम्याड भिजा नेपालले इन्ट्रोड्युस गर्दाखेरि चाहिँ के फाइदा हुन्छ त भन्दाखेरि सबैभन्दा पहिले त नेपालमा फरेन करेन्सी आउँछ विदेशी मुद्रा आउँछ विदेशी पैसा आउँछ अब के हुन्छ डिजिटल नोम्याडहरूले चाहिँ भाडा तिर्छन् क्याफेमा जान्छन् कोवर्किङ स्पेस युज गर्छन् लोकल टुरिज्मलाई चाहिँ प्रमोट गर्छन् जसले गर्दाखेरि विदेशी मुद्रा आउने भयो नेपालमा एउटा
बबाल पोइन्ट भने त्यो भयो। दोस्रो भनेको नेपालको टुरिज्म चाहिँ 12 महिना चल्छ। हाम्रोमा चाहिँ के छ भन्दा लेक साइडतिर अथवा ठाउँहरूमा चाहिँ अफ सिजन र सिजन भन्ने हुन्छ हैन। अब के हुन्छ त भन्दाखेरि हाम्रो लागि चाहिँ 12 मास चाहिँ टुरिज्म हुने भयो। अफ सिजनमा पनि डिजिटल नोम्याडहरू नेपालमै बस्ने भयो, जसले गर्दाखेरि काठमाडौँ, पोखरा, मुस्ताङ, इलाम जस्तो ठाउँहरूमा चाहिँ लङ टर्म टुरिज्म चाहिँ बढाउने भयो। अर्को भनेको चाहिँ स्टार्टअप इकोसिस्टम बढ्छ। जस्तै टेक एन्टरप्रेन्योरहरू, टेक वर्करहरू नेपालमा आयो भने चाहिँ नलेज एक्सचेन्ज हुन्छ, स्टार्टअप इकोसिस्टमलाई ग्रो गर्न हेल्प गर्छ, कोलाबोरेसन बढ्छ र नेपाली युथहरूलाई चाहिँ एक्सपोजर मिल्छ। फर इक्जाम्पल म नेपालमा बसेर सानसानो बिजनेस गरिरहेको छु, ट्राई गरिरहेको छु एटलिस्ट हैन। मैले चाहिँ बाहिरको क्रिएटर भेट्न पाएँ, लेक साइडमा जाँदा उसँग कफी खान पाएँ, उसँग कुराहरू गर्न पाएँ, आफ्नो नलेज एक्सचेन्ज गर्न पाएँ भने चाहिँ यसले गर्दाखेरि म इम्पावर हुन्छु। म इम्पावर हुनु भनेको चाहिँ मेरो देशको इकोनोमी, मेरो देशको इकोसिस्टम नै इम्पावर हुनु हो। त्यसले गर्दाखेरि यो एकदमै राम्रो पोइन्ट हुन सक्छ। नेपाल डिजिटल हब बन्न सक्छ। नेपाल चाहिँ राम्रो पोलिसी आयो भने चाहिँ पोखरा, काठमाडौँ जस्ता प्लेसहरूलाई चाहिँ हामीले नेपालको डिजिटल हब भन्न सक्छौँ। जस्तै बाली इन्डोनेसियामा छ, चियाङमाई भन्ने छ एउटा थाइल्यान्डमा, यीहरू पनि अहिले डिजिटल नोम्याड हब हुन् भनेर चिनिन्छ। नेपालको पोखरा, काठमाडौँ जस्तो ठाउँलाई चाहिँ त्यो बनाउन सकिन्छ। स्पेसियली पोखरामा डिजिटल नोम्याडहरूको लागि चाहिँ बब्बाल पोलिसी लगाउनुपर्छ। हाम्रो पोखरा महानगरपालिकाले नि यस्तै राम्रो खालको काम गर्नुपर्छ। म पोखराबाट भएको हुनाले चाहिँ मलाई बब्बाल मनपर्छ पोखरा। र कोही विदेशी नि पोखरामा आएर काम गर्यो भने यहाँको इन्भाइरोमेन्ट, यहाँको वेदर हैन सबै चिजहरू बबाल छ क्या हैन। त्यो चिज चाहिँ मजा लाग्छ, मान्छे पल्किन्छ। जसले गर्दाखेरि इन्टरनेसनल पेमेन्ट हुन पाइरहेको छैन नि अहिले। त्यस्तो चिजहरू पनि भोलि यस्तो चिजहरूले हुन्छ क्या। किन भन्दा हामीसँग पर्याप्त रूपमा चाहिँ फरेन करेन्सी आयो भने त हामीले खर्च गर्न दिन्छौँ हाम्रो नागरिकलाई हैन। त्यो चिजहरू चाहिँ एकदम बबाल तरिकाले आउनेवाला छ यो डिजिटल नोम्याडले। तर केही चिजहरू चाहिँ चुनौती छन् हैन। त्यो चुनौतीहरू भने कस्तो हो भन्दाखेरि इन्फ्रास्ट्रक्चरको फाउन्डेसन बेस्ड चुनौतीहरू छ क्या। जस्तै इन्टरनेट इन्फ्रास्ट्रक्चर बढाउनु पर्यो, व्हिच इज क्वाइट इनफ हैन। अहिलेको लागि चाहिँ म ह्याप्पी नै छु। हाम्रो इन्टरनेट भने चाहिँ युरोप अमेरिकाको भन्दा सस्तो छ र स्टेबल पनि छ केही हदसम्म। कोवर्किङको सिस्टम बनाउनु पर्छ, त्यसैगरी भिजा प्रोसेस एकदमै सिम्पल बनाइदिनु पर्छ। र हाम्रो बाटाघाटाहरू जस्तै एक्सेसिबिलिटीको केसमा चाहिँ कनेक्टिभिटीको कुरा छ नि त। एउटा पोखराबाट काठमाडौँ आउँदाखेरि बाटो राम्रो होस्, हाम्रो बाटाघाटाहरू राम्रा हुन्, यो हिसाबको चाहिँ हाम्रोमा चाहिँ हुनुपर्छ र यो काम गर्न सकिन्छ। अब कन्क्लुजनमा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि निष्कर्षको कुरा गर्नु पर्दाखेरि डिजिटल नोम्याड भिजा चाहिँ अहिलेको विश्वको सबभन्दा ठुलो ट्रेन्डको विषय हो। 2026 सालमा धेरै देशहरूले रिमोट वर्करहरूलाई आकर्षित गर्न यस्तो भिजाहरू ल्याइरहेका छन्। यदि नेपालले पनि समयमै ल्याउनु पर्यो, एकदम राइट टाइम अहिले नै छ। अब 2-4 महिनाभित्र इन्ट्रोड्युस गरेर पोलिसी बनाएर एकदमै लुज तरिकाले बनाउनु पर्यो के। झन्झटै नहोस्, बाहिरको मान्छेले सर्ट अप्लाई गरोस्, आओस् नेपालमा बसोस्, मजासँग चिल हालोस् नेपालमा। त्यो गर्न सक्यो भने हाम्रो लोकल टुरिज्म इकोनोमी, त्यसै गरी स्टार्टअप इकोसिस्टमलाई चाहिँ ठुलो फाइदा पुग्छ। अब जस्तै लोकल टुरिज्म भन्दाखेरि एग्रिकल्चर टुरिज्म पनि बढ्छ। जस्तै डिजिटल नोम्याड आयो, विदेशबाट आएर यहाँ नेपालमा बसेर काम गरिरहेछ भने हप्ताको एक दिन त अफ लिन्छ उसले। अफले भने यसो डाँडा काँडातिर जान्छ, होमस्टेतिर जान्छ, त्यहाँको पनि अर्थतन्त्र चलायमान हुने भयो। अब तपाईँले भन्नुहोस् मलाई नेपालमा डिजिटल नोम्याड हब बन्न सक्छ कि सक्दैन होला? एकदम कमेन्टमा लेख्नुहोस् तपाईँको जेन्युइन सल्लाह जो चाहिँ कोही पोलिसी मेकरकोमा नि हामीले पुऱ्याउन हेल्प गर्न सक्छौँ। र यस्ता डिजिटल फ्युचर र टेक्नोलोजीसँग रिलेटेड भिडियोहरू हेर्नको लागि डिजिटल सोल्सनलाई फलो गर्न सक्नुहुन्छ। हामी तपाईँ र म मिलेर देश बनाउने हो, नेपाल बनाउने हो, राम्रो चिजहरूलाई प्रोत्साहन गर्ने हो। र डिजिटल नोम्याड भिजा नेपालको लागि अत्यावश्यक चिज छ। जो पनि पोलिसी मेकरहरूले यो ल्याउँछु भनेर चुनाव जितेर जानुभएको छ, अवश्य पनि हामी तपाईँको साथमा छौँ। तपाईँले यो राम्रो कामको सुरुवात चाहिँ जतिसक्दो छिटो गरिदिनु होला, यो विषयमा आवाज उठाइदिनु होला। अझै पनि म लास्टमा भन्छु, पोलिसी चाहिँ अलि खुलो बनाउनु पर्यो क्या, अलि स्ट्रिक्ट बनाउनु भएन कि कम्प्लिकेटेड सिस्टम बनाउनु भएन। अनलाइनमा अप्लाई गरेर सट्ट नेपालमा आउन सक्ने खालले चाहिँ भिजा दिन सक्ने खालले चाहिँ हामीले काम गर्नु पर्यो। थ्याङ्क यू सो मच फर वाचिङ। एआई ट्रेनिङ लिन चाहनुहुन्छ भने मैले त्यसको लिङ्क पनि डिस्क्रिप्सनमा राख्छु। नमस्ते।